हेलो। जस्तो तपाईँहरू चाहिँ ब्लेजर डटनेट सिक्न खोज्दै हुनुहुन्छ भने अब अहिलेको मोडर्न वेब डेभलपमेन्ट फ्रेमवर्कमा चाहिँ माइक्रोसफ्टले एकदमै बुस्ट गरिरहेको भनेको ब्लेजरलाई हो। अब ब्लेजर युज गरेर चाहिँ कसरी वेब एप्लिकेसन बनाइन्छ भनेर हेर्छौँ हामी। त्यसमा पनि हामी जस्तो डटनेट 8बाट इन्ट्रोड्युस भएको जुन स्ट्याटिक सर्भर साइड रेन्डरिङ छ त्यो युज गरेर चाहिँ जुन हाम्रो सर्भर साइड रेन्डरिङमा सर्भर रिसोर्सेसहरू चाहिँ बढी युज हुने भएको भएर अब स्लो ल्यागिङ डिस्कनेक्ट हुने प्रब्लम छ त्यसमा। त्यस्तै गरेर जुन वेब एसेम्ब्ली वाजम प्रोजेक्ट टाइप छ त्यसमा पनि के छ भने अलिकति साइज पनि हेभी होइन अनि एसइओको लागि पनि खासै बेटर नहुने भएको भएर चाहिँ हामीले चाहिँ स्ट्याटिक एसएसआर युज गर्छौँ। त्यो युज गरेर चाहिँ कसरी जस्तो स्पा लाइक एक्सपिरियन्स चाहिँ युजरलाई दिन सकिन्छ। त्यसमा जुन सपोर्ट छ स्ट्रिमिङ रेन्डरिङहरू युज गरेर अथवा फेज एपिआईले जुन पार्ट चेन्ज भएको छ त्यो मात्रै फेज एपिआईबाट अपडेटेड हुन्छ नि त्यो चाहिँ युज गरेर स्पा लाइभ फिचर चाहिँ हामी विदाउट युजिङ एनी स्पा टेक्नोलोजी भनौँ समयमा त्यो चाहिँ गर्न सकिन्छ। हामी वेब एप्लिकेसनमा चाहिँ एउटा इ कमर्स साइट बनाएर हेर्छौँ र हामी अब प्रोजेक्टमा गइसके पछाडि भनेको क्रिएट न्यू वेब ब्लेजर वेब एप्लिकेसन क्रिएट गर्छौँ। त्यसमा हामी हाम्रो स्टोरको नाम दिउँ। मैले चाहिँ चुक्ति स्टोर दिन्छु यहाँ। त्यस्तै गरेर डटनेट 9 युज गर्छौँ हामी। अहिले हामी कुनै पनि अथेन्टिकेसन टाइप युज गर्दैन र हामीले सर्भर वेब एसेम्ब्ली अटो मोड कुनै पनि युज नगरी पनि कसरी चाहिँ बनाउन सकिन्छ भनेर यो प्रोजेक्टबाट हेर्छौँ है त। क्रिएट गरौँ। र अहिले एउटा ओपन भएको मैले क्लोज गरेँ। यो प्रोजेक्ट चाहिँ यहाँनिर खुलिसकेको छ। जुन चाहिँ स्क्रिनमा नआएको हुनसक्छ त्यसलाई म अन गर्छु र हामी यसलाई रन चाहिँ कताबाट गर्छौँ भन्दाखेरि यहाँनिर क्लिक गरेर गर्दा पनि भयो। हामी यहाँनिर टर्मिनलबाटै ओपन गरौँ डटनेट वाच रन र हाम्रो यहाँनिर चाहिँ प्रोजेक्ट ओपन भइसकेको छ है त। अब हामीले एब्स्ट्रेक्टमा गएर हेर्ने हो भने हाम्रो चाहिँ यहाँनिर रिजल्ट गरौँ न त वेब सकेट कनेक्सन भइरहेछ न त यहाँनिर हामी कुनै पनि वेब एसेम्ब्ली युज भइरहेछ। हामीले यहाँ सोर्समा गएर हेऱ्यौँ भने पनि सबै कन्टेन्टहरू जुन हेलो वर्ल्ड यो छ यो पनि स्ट्याटिकल्ली नै सर्भरमै रेन्डर चाहिँ भइसकेको छ। त्यो भएको भएर चाहिँ हाम्रो एसइओको लागि पनि बेस्ट हुने भयो। त्यस्तै अहिले जुन यो एसेट डेलिभरीमा पनि यो कोडहरू यसरी एपेन्ड गर्ने भएको भएर जुन क्यासिङको इस्यु थियो योभन्दा अगाडि त्यो पनि सल्भ भएको छ। यो पनि राम्रो छ है। अब हामीले प्रोजेक्ट सुरु गरिसके पछाडि भनेको इ कमर्स बनाउनलाई चाहिँ जस्तो अब हामी इ कमर्स कसरी बनाउँछौँ भनेर हेर्दाखेरि चाहिँ सबैभन्दा पहिला त हाम्रो यो जुन बुटस्ट्र्याप छ त्यसको ठाउँमा हामी युज गर्छौँ के युज गर्छौँ भन्दा अहिलेको एकदमै पपुलर टेलविन्ड सिएसएस युज गर्छौँ प्लस डेजी युआई जुन हाम्रो टेलविन्डमा धेरै क्लास लेखिरहनु पर्दैन। डेजी युआई युज गर्छौँ। त्यसमा रेडिमेड कम्पोनेन्ट्सहरू छ बिकज वी आर लेजी पिपल। जुन अघि म्यापहरू जुन अटोमेटिकल्ली एड भइरहेछ यता सिएसएसहरू त्यो चाहिँ यो इम्पोर्ट म्याप यहाँनिर म्याजिक भइरहेछ भने यो एसेट्सले चाहिँ त्यो पछाडि जुन ऱ्यान्डम स्ट्रिङ एपेन्ड गरिरहेछ त्यो चाहिँ यसले गरिरहेछ। जुन चाहिँ म्याप स्ट्याटिक एसेट्स युज स्ट्याटिक एसेट्स होला पहिला त्यसको ठाउँमा यु आएको छ त्यसरी भइरहेछ। अब जस्तो कसरी चाहिँ इन्स्टल गर्ने त भनेर हेर्ने भने हामीले पहिला त टेलविन्ड सिएसएसमा जाउँ। टेलविन्ड प्लस भइसकेको छ अरे जुन टेलविन्डबाट ओके प्लसमै जाउँ। हामी डकुमेन्टेसनमा कसरी सेटअप गर्ने भनेर यहाँनिर छ। हामी टेलविन्ड त्यसलाई युज गर्छौँ। हामीलाई मोस्ट प्रोबेबली भनेको एनपिएम रन गर्नको लागि नोड जेएस पनि इन्स्टल गरेको हुनुपर्छ होला जुन चाहिँ हाम्रोमा अलरेडी भइसकेको छ। अब यहाँनिर हामी अर्को टर्मिनल चाहिँ फेरि ओपन गर्छौँ। यहाँ जतिवटा पनि ओपन गर्न सकिन्छ एउटाबाट हामी रन गरिरहेछौँ एनपिएम इन्स्टल टेलविन्ड सिएसएस
युजिङ टेलविन्ड CLI गरिसके पछाडि यो फर्स्ट टाइम इन्स्टल हुनको लागि चाहिँ एकछिन टाइम लाग्छ होला पक्कै पनि त्यति त्यो भइ पनि सकेको छ त्यस्तै गरेर हामी डेजी युआई पनि युज कसरी गर्ने भनेर हेर्छौँ डेजी युआई 5 र यसको स्टार्ट कताबाट छ इन्स्टल यता छ र npm लेटेस्ट युज यसरी गर्ने यहाँनिर स्टेप्सहरू पनि दिएको छ कसरी सेटअप गर्ने भनेर पनि खासै केही पनि प्रब्लम छैन हामीले जुन अघि इन्स्टल गरिसकेपछि चाहिँ यो डिपेन्डेन्सीमा टेलविन्ड CLI र टेलविन्ड CSS एड भएको छ अब हाम्रो डेजी युआई इन्स्टल हुँदैछ त्यसको लागि पनि पक्कै पनि एकछिन लाग्छ होला बिकज इट्स npm जसमा चाहिँ धेरैभन्दा धेरै प्याकेजहरू होला छ सो हाम्रो चाहिँ डेजी युआई पनि सेटअप भइसकेको छ त्यस पछाडि अहिले चाहिँ हाम्रो जस्तो कन्फिगरेसन पनि नगरिकन अटोमेटिकै डिटेक्ट गर्छ त्यसको लागि चाहिँ जस्तो गिट चाहिँ इनिसियलाइज गरेको राम्रो हो किनभने फेरि हाम्रो जुन बिन ओबिजे फोल्डरहरूको फाइलहरूमा जुन चेन्जेस हुन्छ त्यसलाई पनि मोनिटर गर्छ यसले चाहिँ अहिले टेलविन्डले चाहिँ जस्तो गिट इग्नोरमा इग्नोर गरेको फाइलहरूलाई चाहिँ इग्नोरै गरिदिन्छ सो हामीले चाहिँ त्यो पनि सुरुमै इनिसियलाइज गरेर डिफल्टै गिट इग्नोर टेम्प्लेट हाल्थ्यौँ भने पनि बेटरै हुन्छ रिपोजिटरी नेम भनेको जुक्ति स्टोरै राखौँ प्राइभेट यसलाई म पब्लिकै बनाइदिन्छु सो द्याट यु क्यान टुल एन्ड युज कोड हेर्न सक्नुहुन्छ त्यसको लागि क्रिएट एन्ड पुस गरिदिएँ मैले जुन चाहिँ हाम्रो यहाँनिर आइसकेको छ पुस पनि भइसकेको चाहिँ छैन अरू चेन्जेस अहिले त्यो पनि भइसक्यो र यति गरिसकेपछि हाम्रो इन्स्टलेसन पार्ट सकिसकेको छ भने अब यसलाई चाहिँ कसरी युज गर्ने भनेर हेर्छौँ सायद डकुमेन्टेसनमा छ कि छैन नै होला टेलविन्ड रुबिसमा app.css मा यो टेलविन्ड CSS र डेजी युआईलाई गर्नु भनेर चाहिँ भन्दैछ हामी त्यसको ठाउँमा कहाँनिर युज गर्छौँ भने हामीसँग अलरेडी भएको app.css छ यहाँ भएको यो सबैलाई हटाउँछौँ र त्यसमा चाहिँ एउटा मात्रै कपी भएको जस्तो छ यहाँबाट कपी गरौँ फेरि पनि एउटा मात्रै कपी भएको छ किनभने मैले अलरेडी सेलेक्ट गरेँ होला नो डेजी युआई चाहिँ टेलविन्ड के भन्छ CSS-लाई चाहिँ सँग डिपेन्डेन्ट छ तर पनि उसलाई सँगै लिएर आउन चाहिँ खोजिरहेको छैन यति गरिसकेपछि हाम्रो यो चाहिँ सेटअप भइसकेको छ र रन कसरी गर्ने भनेर चाहिँ हामी हेर्छौँ भने एभ्री टाइम यहाँ गएर चाहिँ npm रन यो फाइलमा भनेर चाहिँ जुन गर्नुपर्ने हुन्छ त्यसको सट्टामा हामी के गर्छौँ भन्दाखेरि हामी यहाँनिर एउटा स्क्रिप्ट बनाउँछौँ स्क्रिप्ट लेख्छौँ जसको काम चाहिँ के हुन्छ भन्दाखेरि रिकमेन्डेसनमा पनि बिल्ड वाच आइसकेको छ लगभग यो दिस वान इज क्लोजर है टेलविन्ड CSS हामी चाहिँ यसको लागि चाहिँ के गर्छौँ भन्दाखेरि मसँग अलरेडी भएको कपी पेस्ट गर्छौँ जहाँ चाहिँ npx जुन www root app.css जुन हामीले जसमा चाहिँ हामीले यो राखेको छौँ त्योबाट चाहिँ app.main.css मा यसको आउटपुट चाहिँ सेभ हुन्छ र यो चाहिँ हामी वाच रन गर्छौँ यसको चेन्जेस चाहिँ हामी यो फाइलमा चाहिँ कन्भर्ट हुन्छ त्यति भइसकेपछि र यसलाई रन गर्नको लागि काम गर्छ कि गर्दैन भनेर हेरौँ npm build मेबी हाम्रो यो वाच नो npm रन नाम राखेको छ हामीले त्यसको वाच यहाँ चाहिँ जे नाम राखिन्छ त्यो नै गरिसकेपछि यो चाहिँ रन हुन्छ जुन चाहिँ दुइटै कम्पाइल भएर अब कहाँनिर आउँछ भन्दाखेरि चाहिँ app.main.css मा आउँछ हामीले जति CSS-हरू यो बेसिक भयो अब फर्दर जुन क्लासहरू एड गर्छौँ त्यो चाहिँ अटोमेटिकल्ली यहाँनिर चाहिँ रेन्डर हुन्छ तर अब यसरी गर्दाखेरि चाहिँ हामी दुईवटा प्रोजेक्ट दुईचोटि रन गरिरहनु पर्ने हुन्छ अनि .NET वाच रन गरौँ अनि हामी CSS को लागि चाहिँ रन गर्नलाई बिर्सिन्छौँ नर्मली त्यो भइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि हामी टेलविन्डको क्लास डेजी युआईको क्लासेसहरू
लेखेर चाहिँ गर्छौँ, एड गर्छौँ नयाँ नयाँ चिजहरू, तर हाम्रो चेन्जेस चाहिँ रिफ्लेक्ट हुँदैन। त्यो भइसकेपछि हामी के भयो भनेर तनाव हुन्छौँ। त्यही भएर चाहिँ हामीले कन्करेन्टली भन्ने चाहिँ युज गर्छौँ। कन्करेन्टली एनपिएम एउटा प्याकेज हो, त्यो युज गरिसके पछाडि चाहिँ हामी यहाँनिर के गर्न सक्छौँ भन्दाखेरि एकैचोटि मल्टिपल कमान्ड चाहिँ रन गर्न सक्छौँ। जसको लागि हामी के गर्छौँ भन्दाखेरि यसको पनि मसँग यहाँनिर यस्तो अटोमेटिकली लेखिन्छ। जुन अब एनपिएम जुन रन स्टार्ट गरिसकेपछि चाहिँ हाम्रो .NET वाच रन पनि रन हुन्छ र एनपिएक्स अहिले हामीले जुन लेखेको छ टेलुन्सियालाई यो जे छ त्यही यहाँनिर कपी पेस्ट छ, त्यो चाहिँ रन हुन्छ। यो छुट्टै छुट्टै रन गर्न दुइटै कोड राख्दै पनि हुन्छ। अब के छ भन्दा हामीलाई यसलाई हामी क्लोज गर्दैनौँ, एउटा मात्रैमा हामी के गर्न सक्छौँ भन्दाखेरि एनपिएम रन स्टार्ट गऱ्यौँ भने यस्तो एरर आउन सक्छ। त्यो भएको भएर एनपिएम इन्स्टल हाम्रो स्पेस चाहिँ प्रेस भइरहेको छैन। एनपिएम इन्स्टल गरिसके पछाडि चाहिँ एनपिएम रन स्टार्ट गऱ्यौँ भने हाम्रो कन्करेन्टली प्याकेज पनि यहाँनिर चाहिँ आइसकेको छ। त्यस पछाडि कुनै काम गरिरहेछ कि छैन भनेर हेर्नको लागि हामीले चाहिँ एउटा के युज गरौँ भन्दाखेरि कम्पोनेन्ट युज गरौँ, बेज युआईबाटै गरौँ। त्यसमा एउटा सिम्पल वान डिफल्ट बटन, ओके प्राइमेरी बटन युज गऱ्यौँ है त। यो युज गऱ्यौँ हामीले होम पेजमा। जस्तो यो जुक्ति स्टोर लेखिसके पछाडि चाहिँ सेभ गर्छौँ। सेभ गरेर हाम्रो यहाँनिर होम पेजमा गयौँ भने चेन्ज भएको छैन, समथिङ इज नट वर्किङ है। हामी हेरौँ 5093 ओके 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 ओके। अब प्रब्लम केमा छ त भनेर हेर्छौँ। हाम्रो यहाँनिर चेन्जेस पनि वाच भइरहेछ, .NET को पनि वाच भइरहेछ, तर यहाँनिर आइरहेको छैन भनेपछि हाम्रो प्रब्लम भनेको कहाँनिर छ भन्दा हामीले app.css युज गरेको छौँ, तर अहिले कन्भर्ट गरेर app.min.css गरेको छौँ। हामीले त्यसलाई चाहिँ app.min.css युज गर्नुपर्ने भयो नि त। त्यो गरिसकेपछि टक्कसँगले डेजी युआई को बटन टेलविन सिएसएस सहित आइसकेको छ। अरू डिफल्ट सिएसएसहरू पनि यहाँनिर युज भएको जस्तो छ नि। यो सबैलाई हामी क्लिन अप गर्छौँ। जुन चाहिँ यहाँनिर छ यसलाई हामी गर्छौँ डिलिट, न्याप बारमा छ यसलाई पनि गर्छौँ हामी डिलिट, र हामी राम्रो भन्दा पनि अलिकति नराम्रो बनाउँछौँ सुरुमा। त्यस पछाडि हामी क्रेडिट लिन्छौँ हामीले चाहिँ धेरै नै राम्रो बनाएको हो भनेर। ओके, यो सँगसँगै जस्तो हामीले चाहिँ टेलविन सिएसएस चाहिँ कसरी इन्स्टल गर्न सकिन्छ ब्लेजर प्रोजेक्टमा भनेर पनि हेरिसकेको छ। एकदमै इजी छ र जुन हामीहरूको चाहिँ यो युज गरिसकेपछि त झन् नै बढी इजी हुने भइहाल्यो। अब यस पछाडि भनेको हामी बेसिक होम पेजको डिजाइनबाट सुरु गर्छौँ, किनभने पहिला लुक्स बनाउनु पऱ्यो, त्यस पछाडि मात्रै के फिचर बनाउने भनेर मजा आउँछ होला जस्तो लाग्छ लर्निङको रूपमा चाहिँ। अदरवाइज चाहिँ जस्तो हामी डाटाबेस डिजाइनबाटै सुरु गर्थ्यौँ।